हामी केटा मान्छेको चाहिँ कहीँ गएर पनि इज्जतै छैन। हामीले चाहिँ पनि केटी मान्छेलाई यति रेस्पेक्ट गर्छौँ, इज्जत गर्छौँ। यदि कुनै केटीले हामीलाई डोमिनेट गर्न पर्यो भने एकदम इजिली भ्यालु नै नगरिकन गरिदिन्छ क्या। कुनै एउटा केटीलाई बाटोमा एउटा केटाले कुटिरहेको छ भने त्यहाँ 10 जना केटा मान्छे आएर बचाउँछ, हामीले आएर त्यस्तो गर्छौँ होइन हामी केटा मान्छेले चाहिँ। तर कुनै केटीले चाहिँ हामीलाई कुटिरहेछ भने होइन त्यहाँनिर कुनै केटी आएर कहिले पनि बचाउँदैन क्या, केही नि भन्दैन क्या, त्यत्तिकै कुट्न दिन्छ क्या। हामीलाई पनि रेस्पेक्ट चाहिन्छ नि होइन, हाम्रो पनि त इज्जत हो नि त होइन, हाम्रो पनि परिवार छ, हाम्रो पनि त इज्जत गर्न पर्यो नि त। तर कति केटीहरूले चाहिँ बुझ्दैन यस्तो कुरा, अनि मुखमा जे पाए त्यही बोलिदिन्छ। कुनै जमानामा चाहिँ एउटा कुनै केटी मान्छेलाई चाहिँ अधिकार पुगेन, अधिकार खोज्यो यताउति भनेर। अहिले चाहिँ के भयो जस्तो लाग्छ भने मलाई चाहिँ केटी मान्छेलाई चाहिँ अधिकार बढी भयो जस्तो लाग्छ क्या, अधिकार चाहिँ बढी नै भयो जस्तो लाग्छ मलाई चाहिँ। किन भन्दाखेरि हामी केटा मान्छेलाई त केही भन्दैन, मान्छे भन्दैन क्या, अनि त्यो चाहिँ एकदमै गलत हो जस्तो लाग्छ मलाई चाहिँ। हामीले तपाईँहरूलाई रेस्पेक्ट गर्छौँ भने तपाईँहरूले पनि हामीलाई रेस्पेक्ट गर्नुपर्छ। हामीले धेरै कुराहरू चाहिँ फेस गर्नुपर्छ हाम्रो जिन्दगीमा, अनि हामीले सबै कुराहरू भोगेर हिँडिरहेको हुन्छौँ। हामीलाई पनि रेस्पेक्ट चाहिन्छ तपाईँहरूलाई जस्तै। तपाईँहरूले मात्र रेस्पेक्ट खोजेर भएन नि त। यदि कुनै बाटोमा कसै कुनै महिलाले एउटा